सिर्फ 90 दिनभित्र के तपाईँ आफ्नो बडीको ओजन यसरी घटाउन चाहनुहुन्छ, त्यो पनि सिर्फ एक नेचुरल या हेल्दी वेबाट। ध्यानसँग सुन्नुहोला, यो ट्रान्सफर्मेसनको लागि तपाईँ सिर्फ 3 महिना 3 टिप्स फलो गर्नुपर्ने हुन्छ। बिहान उठेर खाने खाजा तपाईँ बन्द गर्नुहोस्। जो तपाईको पेटमा एक्स्ट्रा मोटोपन जम्मा भएर बसेको छ, त्यसलाई इनर्जीको लागि युज गर्न बडीलाई टाइम दिनुहोस्। तपाईको फ्याट या त मोटोपन त्यो भनेको तपाईको बडीले स्टोर गरेर राखेको स्टोरेज इनर्जी हो। त्यो समयमा तपाईको बडीले स्टोरेज गरेर राखेको फ्याट इनर्जीको लागि युज गर्न सुरु गर्नेछ। त्यसपछि तपाईको फ्याट बर्निङ सुरु हुनेछ। नम्बर 2, आफ्नो क्यालोरिज ड्रिङ्कबाट लिन बन्द गर्नुहोस्। कुनै पनि किसिमको सुगरी ड्रिङ्क्स, जुस, इभन कि चिया या कफीबाट पनि। यसै तपाईलाई सिर्फ एक्स्ट्रा क्यालोरी मात्रै दिइरहेको छ। एन्ड अफकोर्स अल्कोहल पनि। सबसे इम्पोर्टेन्ट, तपाईले आफ्नो चिया या कफीको ठाउँमा यो चियालाई रिप्लेस गरिदिनुहोस्। यसै तपाईको सुगर या इन्सुलिनलाई कन्ट्रोल गर्नेछ। यसै तपाईको बडीको GLP-1 हर्मोनलाई नेचुरल रूपमा ग्रोथ गर्नेछ। एन्ड अफकोर्स तपाईको फ्याट बर्निङ पनि डेफिनेटली गराउनेछ। नम्बर 3, तपाईले आफ्नो डाइटमा फाइबरलाई समावेश गर्नुहोस्। प्रत्येक फुड नेचरमा जुन भित्र चाहिँ सुगर हुन्छ, त्यो फाइबरको कोटिङसँगै आएको हुन्छ। एप्पल यो भित्रबाट गुलियो हुन्छ, तर यसको बाहिरको बोक्रा भनेको फाइबर हो। इभन कि टेबल सुगर यो उखुबाट बनेको हुन्छ, यसको बाहिरको बोक्रालाई फाइबर भनिन्छ। खानेकुराहरूलाई फुड कम्पनीले प्रोसेस गरी तपाईलाई सिर्फ सुगरी आइटम मात्र खुवाइरहेको छ। फाइबरलाई चाहिँ निकालेर फ्याँकिरहेका छन्। अब तपाईको काम हो त्यो मिसिङ फाइबरलाई आफ्नो खानामा समावेश गर्नुहोस्। यो तरिका बताउन त सजिलो छ, तर डेली लाइफमा फलो गर्न चाहिँ मुस्किल छ, अर्थात् सजिलो छैन। तर चिन्ता नगर्नुहोस्, त्यसको लागि पनि सोलुसन छ। मसँग यो प्रुभन फाइबर छ जसले तपाईको क्रेभिङलाई खतम गर्नेछ। तपाईको बडीको फाइबर इन्टेकलाई पुरा गरी सुगर या इन्सुलिनलाई स्पाइक हुनबाट बचाउनेछ। यो भित्र सोएबल या इन्सोएबल हाई क्वालिटीको फाइबर छ। तपाईको गट हेल्थलाई इम्प्रुभ गरी भोक कन्ट्रोल गराउनेछ। उहाँले यो 2वटा नेचुरल सिस्टम युज गरेर आफ्नो इन्सुलिन रेसिस्टेन्सलाई रिभर्स गर्नुभएको छ र यो रिजल्ट प्राप्त गर्नुभएको छ। अब पालो तपाईको। यदि तपाईँ चाहनुहुन्छ भने तपाईले मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुनेछ।